टोखा मेगा सिटी हाइट भत्किएको पुलबाट एकदमै नजिकै वेस्ट नर्थ फेसिङमा अगाडि 20 फिटे बाटोमा बनेको यो 4 तले बिल्डिङ तयार हुँदैछ है साथीहरू। घर दुईतिरै बाटो एक्सेस भएको मजाको यतापट्टि एउटा बाटो माथि जान्छ भने अगाडि 20 फिटे बाटो भइ नै हाल्यो गजबको। फर्स्टमा इन्ट्री गर्ने बित्तिकै हजुरले पाउनुहुन्छ एउटा पार्किङ स्पेस जुन चाहिँ तल रेन्टर बस्नेहरूको लागि हो भने टोटल 4वटा बेडरुम छन् भने यसमा एउटा बेडरुम यहाँनिर छन्, एउटा बेडरुम यो भइहाल्यो एकदम ठुलो साइजको बेडरुम छ भने एउटा बेडरुम, दुईवटा बेडरुम यो भइ नै हाल्यो, दुईवटा बेडरुम यो भयो। त्यसपछि यता पनि एउटा वासरुम रहेको छन्, वासरुम रह्यो यो रह्यो। त्यसपछि 3वटा बेडरुम र भित्र पनि एउटा रुम छ, 4वटा बेडरुम टोटल 4वटा बेडरुम छ भने यहाँनिर इन्ट्रान्स यहाँबाट रह्यो भने रेन्टललाई स्पेस यताबाट रह्यो। रेन्टल स्पेस भनेपछि मेन इन्ट्रान्स हामी यहाँबाट इन्ट्री गर्छौँ। रेन्टललाई र मेनलाई चाहिँ फरक फरक गेट छ। हाम्रो लागि चाहिँ यहाँबाट माथि जाने भर्याङ छ भने माथि फर्स्ट फ्लोरमा आउने बित्तिकै स्पाइरल भर्याङ पाउनुहुन्छ भने फर्स्ट फ्लोरको लागि इन्ट्री यताबाट छन्। फर्स्ट फ्लोरको लागि माथिल्लो रोडबाट पनि एक्सेस छ है, यताबाट पनि एउटा गेट हाल्न मिल्ने। फर्स्ट फ्लोरको लागि फर्स्ट फ्लोरमा इन्ट्री गर्ने बित्तिकै फर्स्ट फ्लोरमा हजुरले पाउनुहुन्छ एकदम मजाको ठुलो लिभिङ रुम पाउनुहुन्छ, एकदमै ठुलो स्पेसियस एउटा बेडरुम, दुईवटा बेडरुम, किचन डाइनिङ त्यो भइहाल्यो यो विथ एट्याच छन् भने एट्याच मास्टर बेडरुम हो। यसपछि यतापट्टि एउटा कमन वासरुम पाउनुहुन्छ। टोटल 2 BHK यसमा भाडामा लाउन मिल्ने छ है साथीहरू यो फर्स्ट फ्लोर। सेकेन्ड फ्लोरमा आउने बित्तिकै हजुर मजाको ठुलो स्पेसियस लिभिङ रुम विथ ओपन डाइनिङ किचन पाउनुहुन्छ, एकदम ठुलो स्ट्यान्डर्ड साइज। यतापट्टि हाम्रो गेस्ट रुम भइ नै हाल्यो, गेस्ट रुम पनि विथ एट्याच एकदम स्ट्यान्डर्ड साइजको। यतापट्टि लिभिङ डाइनिङ किचन भइहाल्यो, सबै फिटिङ हुँदैछन् विथ बाल्कोनी, एकदमै ठुलो साइज। यसमा लिभिङ साइज एकदम हेर्न सक्नुहुन्छ, एकदमै ठुलो स्ट्यान्डर्ड साइजमा ह्युज एकदम साइज। यतापट्टि हाम्रो इन्ट्री बाटो नै भइ नै हाल्यो, भित्रैबाटै माथि जाने बाटो छ भने भित्रै इनर स्टेयर छ भने यतापट्टि हाम्रो कमन वासरुम रह्यो। कमन वासरुमबाट माथि आउने बित्तिकै टप फ्लोरमा पनि 3वटा बेडरुम, यो एउटा बेडरुम। यसपछि यताबाट माथि जानेपछि माथि टपमा जाने बाटो, टप टायर जाने एउटा बेडरुम यो भइ नै हाल्यो, एकदम ठुलो स्पेसियस सबै एट्याच बाथरुम भएको। यो एउटा एट्याच बाथरुम भएको, यो अर्को मास्टर बेडरुम एउटा अट्याच बाथरुम विथ बाल्कोनी भएको फ्रन्ट साइडतिरको, र अर्को बेडरुम यता पाउनुहुन्छ विथ एट्याच, यो पनि एकदम ठुलो साइजको। टोटल 3वटा बेडरुम माथि पाउनुहुन्छ। 3वटा बेडरुम माथि पाउनुहुन्छ भने यताबाट हामी माथि टपमा जान्छौँ। टपमा जान पनि यो तलको स्पाइरल स्टेयर कन्टिन्यू आइरहेको छ भने स्पाइरल स्टेयर एकदमै माथि डबल हाइटेड स्पेस पनि दिएको छ भने झुमरको लागि स्पाइरल स्टेयरलाई कन्टिन्यू लास्टमा टपमा। यताबाट हामी बाहिर निस्किने बित्तिकै बाहिर टपमा देख्न सक्नुहुन्छ वाटर फिटिङ तपाईँको स्पाइरल स्टेयर सबै फिटिङ भइसकेका छन्। माथि हाम्रो कपडा सुकाउने स्ट्यान्डहरू सबै लागिसकेका छन्। यतापट्टि हाम्रो फुटुङ साङ्लातिरको भ्यू देख्न सक्नुहुन्छ, एकदमै पिसफुल इन्भाइरोमेन्ट, एकदमै रिजनेबल प्राइसमा यो घर तपाईँको भाइब्स देख्न सक्नुहुन्छ, एकदमै शान्त, धुलो धुवाँबाट एकदमै टाढा। तपाईँको अगाडिपट्टि माइक्रो मजाले पाउने भ्यू चेक गर्न सक्नुहुन्छ, एकदमै स्पेसियस। वाउ।